किन मेरो भाग्यमा चाहिँ सुख नलेखेको? के मैले चाहिँ सधैँ दुःख मात्र पाइराख्नु पर्ने हो? अझै कहिलेसम्म परीक्षा लिन्छ भगवान मेरो? के दुखीको जीवनमा चाहिँ दुःख मात्र आइराख्नु पर्ने हो? सुख लेखेको छैन मेरो भाग्यमा। किन मेरो भाग्यलाई दोष दिइरहेको छु? मेरो भाग्य यस्तो हो भनेर सधैँ मैले चुपचाप लागेर सबै कुरा सहिराख्नु पर्ने हो? अब म कसैको अन्याय र थिचोमिचो सहेर बस्दिन, कसैको अगाडि बिचरा भएर बस्दिन। सधैँ अरूको लागि सोचे, अरूको लागि बाँचे। अब आफ्नो लागि सोच्नेछु, आफ्नो लागि बाँच्नेछु। म मेरो लागि जे पनि गर्न तयार छु। मेरो जागिर खोसेर मेरो बिच्चली बनाउन खोजेका होला, तर म पनि त्यति सजिलै हार मान्ने केटी होइन। सीता झुक्न सक्छ भने झुकाउन पनि सक्छ, किनकि जस्तालाई त्यस्तै गर्न मैले पनि राम्रोसँग जानेको छु। किन मेरो